2083 साल साउन 28 गते राति आएको अविरल वर्षाको कारण बिरेटाटीको अवस्था यस्तो अवस्थामा परिणत भएको छ। अविरल वर्षाको कारण बाढी आएर बिरेटाटीको अवस्था यस्तो क्षतिपूर्ण भइरहेको छ। ल भीषण बाढीले गर्दा बिरेटाटीको अवस्था यस्तो दयनीय छ है। अब केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले यो महत्त्वपूर्ण चासो दिनुपर्ने अवस्था रहेको छ भने यहाँ बाढीले छेद विच्छेद बनाएको अवस्था छ। यति ठुलो पानी आएर लगाइदियो हुन्छ क्या। छेद विच्छेद भएको अवस्था छ भने बाटो तत्कालै खुलाउनु पर्ने अवस्था देखिएको छ। पोखरा हो, पोखरा 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 हो, पोखरा नि हो होइन। 2083 साल भदौ 28 गते आएको बाढीको कारणले बिरेटाटी बजारको अवस्था यस्तो दयनीय अवस्था बनाएको छ। भीषण बाढीको कारणले आएको बाढीले गर्दा बिरेटाटी बजारलाई अस्तव्यस्त बनाएको र पानीले गर्दा खोला सबै यता आएको हुँदा यो पुरै बाटोको अवस्था नभएको हुनाले यहाँ छिटोभन्दा छिटो पहल गरिदिनु हुन अनुरोध गर्दछु। स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार लगायतका विभिन्न जातीय संस्थाहरू, यहाँको सिडिओ साहब लगायतका सम्पूर्णले आएर यो तत्कालै छिटोभन्दा छिटो यस्तो समाधानको लागि कसरी हुन्छ विकल्प खोजिदिनु हुन अनुरोध गर्दछु। मिति 2083 साल साउनको 28 गते राति आएको अविरल वर्षाको कारण बिरेटाटीमा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ भने यसमा जोडिएका 3वटा वडा 8 नम्बर, 7 नम्बर, 9 नम्बर र 10, 11 नम्बर गरी 5वटा वडाहरू पूर्ण रूपमा बन्द भएको छ। बिरेटाटीको अवस्था अहिले यस्तो दयनीय छ। राति अविरल वर्षाका कारण आएर ठुलो पानीले गर्दा बिरेटाटी बजार नै जोखिम बढेको छ भने अब केही दिनमा फेरि पानी आयो भने बिरेटाटी बजार पूर्ण रूपमा जानेछ। सम्बन्धित निकायले सब छिटोभन्दा छिटो ध्यान दिए बिरेटाटी बजारलाई कसरी जोगाउन सकिन्छ, कसरी पहल गर्न सकिन्छ र बिरेटाटीका जनतालाई कसरी यहाँबाट बाटो खुलाएर 5वटा वडालाई कसरी सेवा दिन सकिन्छ भन्नेतर्फ ध्यान जाओस्। स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारको सबैभन्दा महत्त्वपूर्ण पाटो रहेकोले स्थानीय सरकारले त नसक्ने अवस्था छ भने केन्द्रीय र प्रदेश सरकारले चाहिँ यसलाई चाहिँ छिटोभन्दा छिटो पहल गरेर बाटो खुलाइदिनु र यहाँका जनतालाई सुविधा गर्नको लागि अनुरोध गर्दछु भन्दै फेरि पनि पानी पर्यो भने फेरि पनि बाढी आउन सक्ने अवस्था छ। यसलाई कसरी हुन्छ छिटोभन्दा छिटो यो बाटोलाई र यहाँको घर बस्तीलाई जोगाएर बाटो जोगाएर मान्छेलाई सेवा र सुविधा सम्पन्न गराउनु होला भन्दै यो भिडियो मार्फत जानकारी गराउँदछु भने जति सक्दो छिटो पहल गरिदिनु होला। फेरि पनि आयो भने फेरि पनि यस्तै बाढी आयो भने यो पूर्ण रूपमा यो बजार जति पनि बजार छ नि यो पूर्ण रूपमा बजार पनि जान्छ भने यो पुल पनि जान्छ। यो पुल पनि गयो भने त झन् दयनीय अवस्था रहन्छ। वर्षौँसम्ममा यहाँका मान्छेहरू वर्षौँसम्म पनि विचत वारीको वारी पारीको पारी हुन सक्ने अवस्था हुन्छ। त्यसैले सबैको ध्यान जाओस् र छिटोभन्दा छिटो बाटोलाई पहल गरी र यो बाढीलाई जोखिम निम्रीकरण गराइकन यहाँका जनतालाई सेवा र सुविधा गराइदिनु हुन भन्दै अनुरोध गर्छु। हस्त धन्यवाद।